तर सुन्दर छ संसार विपना भन्दा त्यही हेलो एभ्रिवान, अहिले चाहिँ हामी अब यहाँ आज नयाँ वर्षको जात्रामा हिँड्दैछौँ। हामी चौधा हुन्छ केटाहरू छन्, हामी यहाँ जात्रामा हिँड्दैछौँ। जात्रा रमाइलो भइरहेछ। तपाईँहरू कहाँ कहाँ घुम्न गइरहनुहुन्छ भन्नु होला। यसो हाम्रो अर्को युट्युबर छ यहाँ। आज हामी घुम्न चट्ट बाहिर निस्किला 5 जना। यहाँबाट भक्तपुर गइन्छ, भक्तपुरबाट यसो त्यहाँ डुङ्गा चलाएर एकछिन फेस भएर नयाँ वर्ष मनाइन्छ होइन। आज यसो साथीहरूसँग घुमिदिउँ न भनेर जहिले काममा त कति गर्नु भनेर यसो घुमिदिनु लाग्यो होइन। के छ भाइ, के भन्छ जान्छ दाइलाई? के भन्नु नि पारा त्यस्तो हेर्दै जानु ल। अब हामी भक्तपुर जान्छौँ हिँड्दै, यहाँ तल पुगेर गाडी चढ्छौँ। यहाँ तिनजना हिँड्दा छन् यहाँ चट्ट पारामा। हामी त 2 जना हिँड्दा छौँ। यस्तै हो पारा। अहिले चाहिँ हामी गाडी पुग्ने ठाउँमा आइपुग्न आइसक्यौँ। 4 दुप बाटो आइसक्न आँट्यौँ। यहीँ नयाँ वर्ष दिन हिँडेर नयाँ जीवन सुरु गरिदिनु लाग्यो। आज हिँड्दैछ, जहिले हिँड्नुपर्छ नि त अब चट्ट होइन। यस्तै छ अब के गर्नु। अब पुग्न आँटिसक्यो गाडी चढ्ने ठाउँ। पछाडिबाट जात्रा आइरहेको छ। हामी जात्राभन्दा अगाडि छौँ। यहाँबाट पारी जानुपर्छ। हामी पारी गरेर ठ्याक्क माथि उसमा जाने, सल्लाह घाट माथि जाने, त्यहाँबाट डुङ्गा चढ्ने। अहिले चाहिँ हामी बाटो क्रस गर्दैछौँ। यहाँ मामाहरू यहाँ हुन्छ। मामाहरू त हुनुहुन्छ। हामी जाने यो बाटो हो। गाडी चढ्न जान्ला। अहिले चाहिँ हामी गाडी चढिसकेको छौँ। अब यहाँबाट जान्ला सरर हामी चाहिँ हिँड्दै यहाँबाट गुनाइ यहाँबाट गएर हामी चढेर डुङ्गा चढ्ने हो। डुङ्गाबाट हामी फाल्ने हो होइन। मतलब होइन, नयाँ वर्ष नयाँ दिन सुरु गर्नु पऱ्यो। हामी लोकल गाडी चढाएको मैले रिजर्भ गरेँ हो यार। जाँदै गरौँ, हेर्दै गरौँ। अब हामी गएर सल्लाह गरी जान्छौँ। सल्लाह गरी झऱ्यो फेरि ट्याक हिँड्नुपर्छ होइन। यस्तै छ। अहिले चाहिँ हामी सिधा पोखरी आइसकेका छौँ। यहाँ चट्ट पारा। अब हामी डुङ्गा चलाउनेको डुङ्गा प्याक रहेछ। हामी एकछिन पछि आउने। अब हामी 1 राउन्ड घुमिवरि आउनुपर्छ। अब हामी भक्तपुर दरबार स्क्वायर घुमेर अनि यता आइन्छ। अब भक्तपुर दरबार स्क्वायर जाने अनि घुमेर यता आउने। दरबार हिँड्ने यस्तो छ बाटो। यस्तो पोखरी यता छ। यहाँ पछाडिबाट लाइन लगाएर दरबार स्क्वायर प्रवेश गरिसकेका छौँ। यस्तो छ माहौल यताको। माहौल छ माहौल। आज त धेरै चलपल नहिन्छ होइन। नयाँ वर्षमा नि चलपल हुनुपर्ने हुन त। भक्तपुर दरबार स्क्वायर यतै जाउँ। सबजना शीतल तापिरहेछन्। यहाँ हिँडै हो क्या ननस्टप होइन। पसिना आइसक्यो नाकबाट गर्मीले। 5 तल जानुपर्छ। पारी हो 5 तल चाहिँ उतापट्टि हो। माहौल यस्तो छ यताको। के गर्नु र यस्तै रहेछ प्रभु चाहिँ दिन अहिले नै मर्नु रहेछ धेरै भइसक्यो। अहिले चाहिँ हामी 5 तले मन्दिर आइसकेका छौँ। यहाँ अर्को भ्लगर यहाँ छ। फेरि अर्को भ्लगर यहाँ भ्लग गरिरहेको छ। मनेतर भ्लग गरिरहेको छु। यहाँ चाहिँ खतरा छ ल। यस्तो भइरहेको छ। हामी चाहिँ यहाँ 5 तले मन्दिर आइरहेको छ होइन। अनि के भन्नु त जस्तै मेरो युट्युब च्यानल यस्तो के भन्दैन त? केही भन्दिनँ, सब्सक्राइब गरिदिनु। यहाँ छ एउटा हाम्रो साथी कोरियन यहाँ छ एउटा होइन। हामी चाहिँ त यस्तो घुम्न आइदिए। भक्तपुरमा पानी परेर सबजना साइड हिँड्दा छ होइन। सबजना साइड लगाएर हिँड्दा छ यहाँ। हामी चाहिँ चट्ट पारामा पुरा भिज्दै हिँड्दा हो क्या। हामी चाहिँ पानी परेर छैन हौ। अब
गाडीमा जाने हो बाइकमा भएको हो गाडीमा जाने हो आनन्द लिने हो अब होइन नसक्नु केटाहरू निस्किँला भक्तपुर दरबार स्क्वायरबाट निस्किँला छौँ हामी यस्तो छ यताको सबजना उत्लाएर बसिरहेको छन् यता गेट आइसक्यो हामी निस्किँला अब यहाँबाट चट्ट पारामा